नमस्ते सबैजनालाई म चाहिँ अहिले यस्तो ठाउँमा बसेको छु यो ठाउँ अलिकति देखाउँछु विदेशको ठाउँमा म चाहिँ यहाँ आज के अरे यो के भन्छ सोशल मिडियातिर आएर अलि कुरा गर्ने मन लाग्यो किनभने यहाँ एकदमै झुटो कुराहरू आएर छ है यो सोशल मिडियामा हिजो अस्ति नेपालीमा के अरे त्यो रिभोल्युसन भयो नि जेनजी भन्छ कि के भन्छ उनीहरूले आन्दोलन गरेपछि सरकार चेन्ज भयो त्यहाँ सबै राम्रो चिजहरू पनि भयो नराम्रो चिजहरू पनि भयो तर त्यसमा चाहिँ मैले के बोल्ने के अरे के पनि त्यो बोल्ने अधिकार पनि छैन म बोल्ने पनि बोल्दिनँ है के राम्रो छ को नराम्रो छ भनेर तर यहाँ कोही राजनीति खेल्ने मान्छेहरूले टिबेटनको बारेमा अलिअलि एकदमै के भन्छ झुटो सच्चो नभएको कुराहरू आएर छ है यो सोसियल मिडियामा स्पेसली त्यो युट्युबरहरू के अरे युट्युबबाट पैसा कमाउनको लागि र अर्को राजनीतिको के पनि एम्बिसन नभएको मान्छेहरूले यस्तो बोलेर छ है तपाईहरुले हेर्न सक्नुहुन्छ राजनीति राम्रो गर्ने मान्छे राजनीति एकदमै एम्बिसन राम्रो भएको मान्छेहरूले यस्तो के पनि बोल्दै छैन तर त्यहाँ बीचमा के अरे राजनीतिको एम्बिसनहरु राम्रो नभएको मान्छेहरु जसले पनि सोशल मिडियामा आएर बाबा बोल्ने मान्छेहरूले यो टिबेटनको बारेमा एकदम नराम्रो झुटोहरु बोलेर चाहिँ त्यसको त्यो भएर म अहिले यो सोशल मिडियामा आएर के बोलेछु किनभने म आफै टिबेटन नै हो रियल टिबेटन नै हो है म नम्बर 1 हामी के अरे एकदमै हामी के भन्छ नेसनालिटी टिबेटनहरु इनसाइड टिबेटन आउटसाइड टिबेटन दुईजना है र हामी धेरै हाम्रो आउटसाइड टिबेटन र इनसाइड टिबेटन दोनों अनि त्यो मात्र हैन हाम्रो ल्याङ्ग्वेज कल्चर सबै मोड्ने almost die, you know. We are very almost die. Tibetan people, Tibetan language, Tibetan culture, Tibetan tradition. We are almost die. Everything we are disappear. हाम्रो यस्तो स्थितिमा छ है टिबेटनको बाहिर पनि टिबेटनको भित्र पनि दोनों यस्तो धेरै के अरे गाह्रोको सिचुएसनमा छ अहिले नम्बर 1 है नम्बर 2 चाहिँ त्यहाँ मान्छेहरूले दलाई लामाजीले के अरे विश दियो रे अहिलेको त्यो नयाँ प्रधानमन्त्रीको लागि नयाँ सुशीला कार्कीले के अरे विश दियो अब टिबेटनहरुले नागरिकता पाइन्छ टिबेटनहरुले त्यहाँ नेपालीमा लड्छ यस्तो एकदम झुटो है त्यस्तो कुराहरु मान्छेहरुले बनाएर के भन्छ यो दुनियामा है यस्तो आएर छ किनभने हामी त्यस्तो स्थितिमा छैन है म कसैको सोसाइटी पार्टी त्यस्तो के होइन म इन्डिभिजुअल तर टिबेटनहरुले के छ टिबेटनहरुसँग के छ टिबेटनहरुले के गर्छ त्यो त मलाई थाहा भइहाल्छ नि हामी त्यस्तो लड्ने त्यस्तो नेपालीमा त्यस्तो लड्नेको अवस्थामा छैन है अनि एउटा कुरा चाहिँ दलाई लामाजीले विश दियो त्यो नयाँ प्रधानमन्त्रीको लागि है
त्यो चाहिँ दाली लामाजी मात्र होइन पुरै दुनियाँले विश दिएर छ है किनभने अहिले चाहिँ सबैले राम्रो होस् जनताको लागि र नेपालीको लागि काम गर्ने राम्रो होस् पहिलेको नेपाली आफैले पनि पहिलेको त्यो प्रधानमन्त्रीहरू पहिले त्यो 2-3 महिनामा चेन्ज हुँदै त्यस्तो आइरहेको त्यो प्रधानमन्त्रीहरूले कसले पनि विश दिए तिमीहरूले पनि देखेन म आफैले पनि देखेन है दाली लामाजी मात्र होइन अर्को दुनियाँको के अरे प्रधानमन्त्रीहरू राष्ट्रपतिहरू त्यो लिडरहरू कसैले पनि विश गरेको देखेन मैले है पहिलेकोहरू योभन्दा पहिलेको सुशीला कार्की भन्दा पहिलेको त्यो प्रधानमन्त्रीहरू अनि त्यो पनि एउटा हो अर्को कुरा चाहिँ नेपालीमा फर्स्ट वुमेन प्रधानमन्त्री है त्यो बाहिर एकदमै ह्युमन राइट र वुमेनहरूको अलिअलि प्रेसर पुरै दुनियाँमा सोसाइटीहरू देशहरू सबैमा ठाउँमा पहिले एकदम वुमेनहरूको लागि नराम्रो थियो नि हामी सबै अहिले वुमेनहरू उठेर आउँदाखेरि नेपाली जस्तो बुद्ध जन्मेको देशमा एउटा वुमेन प्रधानमन्त्री भएर धेरैजनाले त्यसले कस्तो मनमा राम्रो के भन्छ होप दियो कि तपाईहरूले हेर्न सक्नुहुन्छ प्रधानमन्त्री मोदीजी नै पनि त्यसको कुरामा दिएछ है नेपालीको त्यो नयाँ प्रधानमन्त्री सुशीला कार्कीको लागि विश दिएछ अनि के अरे यो नेपालीको फर्स्ट वुमेन प्रधानमन्त्री भएर पनि ऊ आफैले पनि भनेछ दाली लामाजी पनि यो सेम विश दिएछ है यो वुमेन प्रधानमन्त्री फर्स्ट नेपालीको वुमेन प्रधानमन्त्री सेकेन्डली पहिलेभन्दा अलि जनताको लागि पिपलको लागि राम्रो हुने विश गरेर जस्तो अब सबैले होप भएर त्यो विश दिएछ है त्यति मात्र हो है अर्को के पनि त्यसमा राजनीति त्यसमा टिबेटनहरूले त्यहाँबाट लड्ने त्यहाँबाट हामीले के पाइने त्यस्तो केही पनि छैन है जेरो छ जेरो है त्यहाँ अलिअलि त्यो राजनीतिको एम्बिसन नराम्रो के अरे राम्रो नभएको त्यो 2-3 त्यो बुढाहरू छ नि त्यहाँ काठमाडौँमा आफैले के राम्रो एम्बिसन देशको लागि र जनताको लागि नभएको अनि त्यतिकै हल्ला राख्ने जुठो बोल्ने एकदम नराम्रो भएछ है तर उनीहरूले यस्तो नराम्रो बोल्यो भने जनता एकदमै इन्टेलिजेन्ट रहनुवाला बन्छ है म त जनताले सबै कुरा क्लियरली थाहा हुनुवाला है किनभने यो कुरा झुटो कुराहरूले टिबेटनहरू धेरै हर्ट भएछ है दुःख दिएको छ सच्चो कुरा हो भने दुःख दियो भने के हुँदैन है झुटो कुराले दुःख दियो भने एकदम नराम्रो कुरा हो किनभने नर्मली टिबेटनहरू एकदम इनोसेन्ट पिपल है जस्तो नेपालीहरू एकदम इनोसेन्ट नेचुरल पिपल छ नि हामी पनि त्यस्तै हो एकदम नेचुरल पिपल हो अर्को देशको विचार र बोल्ने एक्सन माइन्डमा के सोच्ने के खाने यस्तोहरू आएर हामी पनि अहिले बिग्रिन्छ टिबेटनहरू पनि अहिलेको जमानामा तर नेचुरली टिबेटनहरू एकदमै नेचुरल इनोसेन्ट पिपल है टिबेटन जस्तो नेपालीहरू पनि एकदमै नेचुरल इनोसेन्ट ट्रुथ बोल्ने होइन यस्तो छ नि हामी पनि त्यस्तै हो है झुटो कुराले एकदमै हर्ट भयो भने एकदमै नराम्रो लाग्छ मैले किनभने त्यो सबै झुटो कुरा हो अनि एउटा मान्छेले के भन्छ भने 30-40 हजार नेपालीमा 30-40 हजार टिबेटनहरू कहाँ हुन्छ अहिले चाहिँ छैन पहिले चाहिँ थियो होला अहिले चाहिँ टिबेटन 1,50,000 छ पुरै outside Tibetan. Inside Tibetan we have 6 million people, but outside Tibetan we have only 100,000
50,000 people है त्यहाँमा अनि हाफभन्दा बोरे अस्ट्रेलिया युनाइटेड स्टेट्स क्यानाडा फ्रान्स जर्मनी यस्तो ठाउँमा गइसक्यो अहिले इन्डिया र नेपाली भुटानमा त्यति धेरै छैन अनि त्यो पनि एकदमै डेमोमा राम्रोसँग सोध्नु होला किनभने त्यो त्यहाँ राजनीति को प्लान एम्बिसन प्लान राम्रो नभएको मान्छेहरू सोसियल मिडियामा आएर यस्तो झुटो कुराहरू बनाएर 30-40,000 छ उनीहरू नारीता पाइन्छ यस्तो के पनि आउनेवाला छैन हामीसँग के पनि त्यस्तो नेपालीबाट लड्ने त्यहाँ नागरिकता लिने यस्तो के पनि छैन है एकदमै नराम्रो कुराले जनताले नसुन्नु होला त्यो झुटो कुरा बोल्नेहरूसँग होइन त्यो एउटा कुरा हो किनभने त्यो कुराहरूले झुटो कुरा बोलेर हर्ट भयो भने एकदम नराम्रो हो त्यो भएर म अहिले सोसियल मिडियामा आएर यसको के भन्छ अलिअलि कुरा राख्ने मन लाग्यो किनभने त्यो साँचो कुरो होइन त्यो त्यहाँबाट त्यस्तो लड्ने अनि दलाई लामाजीले विश गर्नेको पनि रिजन त्यति मात्र है फर्स्ट वुमेन नेपाली प्राइम मिनिस्टर अनि पहिलेको प्राइम मिनिस्टरहरू भन्दा अलि जनताको लागि काम गर्ने अलि राम्रो भएको होस् भनेर विश दिएको त्यति मात्र है मोदीजीले पनि विश दिएको छ त्यस्तो विश दिएको मैले देखेको छ तर त्यसमा मैले बोल्ने केही पनि छैन किनभने मैले थाहा राम्रो छैन तर दलाई लामाजीले बोल्ने त्यति मात्र है त्योभन्दा पछाडि चाहिँ धेरै प्लानहरू त्यहाँबाट लड्ने त्यस्तो केही पनि छैन दलाई लामाको भ्यू पनि तपाईँहरूले सिक्नु होला लड्ने त्यस्तो दलाई लामाको भ्यू नै होइन हामीले मिडल वे भन्छौँ नि मिडल वेबाट चाइनासँग कुरा गर्ने को भ्यू हो दलाई लामाजीको भ्यू त्यहाँबाट लडेर आन्दोलन गरेर कुटेर पिटेर सबै जलेर त्यस्तो गन लिएर लड्ने त्यस्तो केही पनि छैन है एकदम पिसको मान्छे हो हामी पिस पहिले पनि पिस हो अहिले पनि पिसको पिपल हो हामी पछि पनि यो सम्झारा रहेसँग हामी पनि पिस पिपल रहन्छौँ किनभने पिस चाहिँ सबभन्दा ठुलो शक्ति हो जस्तो लाग्छ है हाम्रो मनमा गन लिएर तिमी 1 वर्ष लड्ने 2 वर्ष लड्ने 4 वर्ष लड्ने कति वर्ष लड्ने त्यो त टेम्पोरेरी मात्र हो पिस चाहिँ यो सम्झारामा सबभन्दा शक्ति यो सबभन्दा के भन्छ गाह्रो परेको ठाउँमा लड्ने चाहिँ एकदम पिस गरेर लड्ने त्यति मात्र है त्यहाँबाट त्यो राजनीतिहरूले कुरा बनाएर खेलेर त्यसको पत्ताले के छ त्यस्तो आर्मीहरू आउँदैछ कि त्यस्तो केही पनि छैन हामीसँग त्यस्तो जनताले त्यस्तो नसोच्नु होला त्यति मात्र भन्छु धेरै धेरै धन्यवाद सबैले राम्रो होस् नेपालीमा राम्रो शान्ति होस् जनताको लागि काम राम्रो होस् यो नयाँ सरकारले होइन मेरो विश एकदमै विश छ सबै काम राम्रो होस् त्यति मात्र भन्छु धन्यवाद